आतंक यो एउटा सुन्दै नमिठो लाग्ने शब्द, डर लाग्ने शब्द, त्रास लाग्ने शब्द हैन। हामीलाई सुन्दै त्यस्तो हुन्छ, भोग्नेलाई कस्तो होला। 2 महिनाभित्रमा झापामा 2 जनालाई खाइसक्यो कि। एउटा सानो 10 वर्षको नानु र आज मात्र एकजना हाम्रै बुढाथोकी समाजभित्रकै एकजना व्यक्तिलाई टिफरले खायो कि। खाकै हो। दृष्टि आई हस्पिटल अगाडि भएको घटना हो। आज हिजो बेलुकी चाहिँ सिसिटिभी फुटेज पनि त्यसको बाहिरिसकेको छ। यो उहाँले चाहिँ राम्रोसँग परसम्म कुनै पनि गाडीहरू नआएको बेलामा पातलो एउटा दुईटा फाटाफुटा स्कुटीहरू त्यहाँ कुदेको देख्न सकिन्छ। त्यस्तो टाइममा बाटो काट्नु भएको छ अनि परबाट एउटा निकै परसम्म पनि गाडीहरू देखिँदैन कि। त्यो टाइममा गाडीहरू देखेको छैन। अनि त्यत्रो परसम्म पनि गाडी नआएपछि एकदम होसियारीपूर्वक नै उहाँले बाटो काटिरहनु भएको थियो। अनि उताबाट चाहिँ एउटा स्कुटी आयो। मैले देख्दा एउटा स्कुटी आयो। त्यो स्कुटी पनि बिस्तारै उहाँ रोकिनु भयो। त्यसपछि त्यो एउटा स्कुटी थियो, त्यो गयो। त्यसपछि परसम्म केही थिएन। उहाँ बाटो क्रस गरेर छेउमा आइसक्नु भएको थियो क्या। 2 पाइला यतापट्टि आइसक्नु भएको थियो। उताबाट प्लेन उडे जसरी उडेर टिफर एकैचोटि एक्कासी आएर उहाँलाई 1-2 पाइलासम्म त्यहाँ चाल्न दिएन क्या। न यता न उता बिचको बनाइदिएर यतापट्टि जाने बाटो नै छेकिदिएर उहाँ जता जाँदै हुन्थ्यो। त्यहाँको त्यो 1-2 फुट जति त्यो एरिया पनि सर्टै छेकिदिएर चाहिँ अनि उहाँलाई उडाएर लिएर गयो कि, खिच्यो कि त्यो टिफरले। हेर्नुहोस् त कस्तो आतंक। यिनीहरूलाई यो मान्छेको ज्यान के लाग्छ कि यिनीहरूलाई दण्ड पुगिरहेको छैन, सजाय पुगिरहेको छैन कि यिनीहरूलाई। सरकारले किन ध्यान आकर्षण गर्दैन कि यस विषयमा। झापामा त अहिले 1 महिनामा 2 महिनामा मात्रै यत्रो धेरै आतंक मचाइसक्यो। प्राय महिनै पछि, वर्षमा त कति हो कति टिपरले गर्दाखेरि झापामा मात्र मैले सुनेको मात्र। अरूतिर त कति सुनिन्छ न्युज हैन। यसलाई त्यसै यमराज भनेको होइन रहेछ क्या। यमराजले पनि बरु अलिकति सोचेर दिन आएको छ कि छैन, के छ, अलिकति सोच्छ होला क्या लाने बेलामा। यो त के हो यस्तो आतंक। यिनीहरूले जे गरे पनि हुने है। यस विषयमा चाहिँ सरकारले पनि ध्यान आकर्षण गर्नु पर्यो अनि यसको व्यवस्थापन हुनु पर्यो कि। यस्तो मजाले होसियारीपूर्वक बाटो काट्ने मान्छेलाई त प्लेन जसरी उडेर आएर उडाउँछ भने बच्चा, अलिकति हिँड्न नसक्ने वृद्ध, कोही त एक्लै नै हिँडिरहनु भएको हुन्छ हैन। त्यस्तो मान्छेहरूले चाहिँ के अब हिँड्दै नहिँड्ने त यो आतंककारी टिप्परको त्रासले गर्दाखेरि के गर्ने। कि त बच्चा वृद्धहरूलाई नहिँडिकन घरमै बसेर सबै कुराहरू पुर्याइदिनु पर्यो, कि त हिँड्नुपर्छ भने यो राक्षसी यो आतंककारीहरूको चाहिँ व्यवस्था गर्नु पर्यो राम्रोसँग। दण्डको व्यवस्था हुनु पर्यो। अनि यिनीहरूलाई राति मात्र हिँड्न दिने हो कि जब मान्छे सबै सुतिसक्छन् अनि मात्र हिँड्न दिने हो कि यिनीहरूलाई। मान्छे हिँडेको बेला हिँड्न दिने नै होइन। यिनीहरूले कताबाट मारिदिरहेको हुन्छन्। हिँड्नै नदिनु त मैले भनेको छैन है। फेरि मैले हिँड्नै नदिने भनेको होइन। व्यवस्थापन गरेर यिनीहरूको एउटा टाइम म्यानेज गरिदिएर चाहिँ अनि यिनीहरूलाई त्यो टाइममा हिँड्न दिनु होला। नत्र भने चाहिँ यो एकदम गाह्रो अवस्था आइपर्छ। गाह्रो छ यो चाहिँ। साह्रै भएन कि यो हुँदै भएन। एकदमै दुःखद खबर छ यो। हाम्रो लागि एकदमै दुःखद खबर हो। यो मात्रै होइन, हरेक यो आतंक, यो टिफरको आतंकले गर्दाखेरि बित्नुभएका यस्ता धेरै नाबालक, नाबालिका, वृद्ध, भर्खरको उमेरका व्यक्तिहरू जोसुकै भए पनि यो एकदम दुःखद खबर हो। पीडित त रहनु भएन, त्यही पनि दोषीलाई चाहिँ कडाभन्दा कडा कारबाही होस्। दोषीलाई यस्तो कारबाही होस् कि त्यो मृत व्यक्तिको आत्माले पनि शान्ति पाओस्। यही हो, दुःखद खबर सुन्नु पर्यो होइन। यस्तो खबरहरू फेरि सुन्नु नपरोस्। यो प्रति सबैजनाको ध्यान जाओस्। अनि मृत आत्माप्रति हार्दिक श्रद्धाञ्जली। हजुरको वैकुण्ठमा बास होस्।
यति नै भन्न चाहन्छु अहिलेलाई।